एकैचोटि लिन्छौँ र सबैलाई सम्बोधन गर्छौँ। मैले रामबहादुर गुरुङ दाईको हात सबभन्दा पहिला उठेको देखेँ, त्यसपछि म यहाँ सजित आउँछ है। रामबहादुर दाई आउनुहुन्थ्यो। नमस्कार, म त नेतृत्व नमस्कार है। मेरो प्रश्न चाहिँ एउटा कस्तो भने हुन त नेपाल एउटा एकातिर ठुलो देश, चाइना जो अहिले संसारकै पहिलो शक्तिशाली देश बन्ने क्रममा भएको देश, भारत पनि धेरै नै विकासको क्रममा अगाडि भएको देशको माझको हाम्रो देश। मैले यसपालि घाइ भुइँ मेरो यो यथार्थ त होइन हो कि थाहा छैन मलाई। म माननीयज्यूसँग मेरो त्यही बारेमा जान्न चाहन्छु। मेरो प्रश्न के हो भने यो हर्क साम्पाङले पाटपुट भनी पनि हाल्यो होइन, गृहमन्त्री बन्न त भारतको पो अनुमति चाहिन्छ अरे। यो हो त? यो हो भने त हामी नेपाली भएर किन बस्नु पर्छ नि? होइन, यो बारेमा हामी के गर्नु पर्ने? हामी बिहान पनि दिन तयार छौँ, रगत पनि लगाउन तयार छौँ, नेपाल पनि फर्किन तयार छौँ, कहाँ जानु पर्ने हामी जान पनि तयार छौँ है। यो बारेमा चाहिँ हजुरले चाहिँ हामीलाई स्पष्टता भनिदिनु होला। यो हो कि होइन हामीलाई थाहा छैन है। तर हर्क सम्मानको नाम नलिएको भए हुन्थ्यो। अहिले यो राम्रो त्यसले नै भने हो होइन भने पनि कसो। नमस्ते प्रीति है। मेरो चाहिँ पोलिटिकल भन्दा पनि देशको प्र्याक्टिकल जुन अब निर्वाचन हुँदैछ होइन, हरेक निर्वाचनमा चाहिँ पोलिटिकल पार्टीहरूले समर्थन गर्छन्, गठबन्धन गर्छन्, त्यसपछि कुना काप्चातिर गएर फेरि भोट किन्छन्, पैसा दायाँ बायाँ सबैलाई थाहा छँदैछ होइन। र यसपालि चाहिँ अब जुन 2-3 महिनामा जुन चुनाव हुँदैछ, पहिलाकै जस्तो तरिकाले अब त्यही पुरानै पार्टीहरूले चाहिँ त्यही तरिकाले अगाडि बढ्यो भने नयाँ जुन आशाहरू छ, नयाँ पार्टीहरू छन्, उहाँहरू चाहिँ फेरि पनि पछि धकेलिन सक्छन् होइन। त्यसको लागि चाहिँ अब विदेशमा रहेका जुन नेपालीहरू छन् उहाँहरूको चाहिँ एकदमै ठुलो भूमिका छ जस्तो लाग्छ मलाई। र यसको लागि चाहिँ अनौपचारिक रूपमा सम्पूर्ण धेरैले भन्नुभयो कि भोटिङको लागि के गर्दैछ राष्ट्रिय स्वतन्त्र पार्टीले, जुन विदेशमा रहेका नेपालीहरू छन् त्यसको लागि चाहिँ कतिको त्यसको अधिकारको लागि कतिको लडिरहेको छ। गाईको त सुनिन्छ होइन, रवि लामिछानेले पनि उठाउनु भएको कुरा थियो। तर अहिले डाइरेक्टली चाहिँ जुन अहिले हुन गइरहेको छ यो टाइममा चाहिँ हामीले कतिको विदेशमा बस्ने नेपालीहरूको भोटिङको लागि चाहिँ के गरिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले। र दोस्रो प्रश्न पनि मेरो अब नयाँ फोर्सहरू सारा ढकाल लगायतका कुलमान घिसिङ लगायतका जुन जनताबाट जुन आश गरिएका फेसहरू छन् उहाँहरूसँग मिल्ने कुरा सोसियल मिडियामा अगाडि बढिरहेको छ होइन। तपाईँहरूले यो कुरालाई कसरी अगाडि लिइरहनु भएको छ? हामीलाई चाहिँ जहाँसम्म मलाई व्यक्तिगत रूपमा चाहिँ जोसँग विचार मिल्छ होइन, जसले समाजलाई पहिलेदेखि केही दिएको छ, जसले अपर्च्युनिटी भन्दा पनि उसले चाहिँ इन्डाइरेक्टली हेल्प गरिरहेको छ। अब रिसेन्टली अब जेएनजी आन्दोलनमा केही नेताहरूले अपर्च्युनिस्टिक नेताको रूपमा पनि रूप देखाए होइन, सबैलाई थाहा छ मैले कसलाई भन्नु भनेर। त्यस्तो चाहिँ अब कसरी तपाईँहरूले इभ्यालुएट गरिरहनु भएको छ अगाडि बढ्नलाई अब आउने चुनावमा? किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै नै ठुलो आश छन् अहिले जनताहरूको। पुरानो पार्टीहरूबाट एकदम फ्रस्ट्रेट भएर हामी पनि अब नेपालमा होइन हरेक जे काम गर्न जाँदा पनि सेटिङ मिलाउनु पर्ने, यो गर्नुपर्ने, त्यो गर्नुपर्ने। म पनि नेपालमै के गर्छु भनेर इन्डियाबाट मास्टर्स सकेर क्लिनिक खोलेको मान्छे, त्यसपछि जे गर्दा पनि सेटिङ घुस भ्रष्टाचार लास्टै भएर चाहिँ म अलिक अब भएन भाइ अब चल विदेश भनेर चाहिँ त्यसपछि विदेश आएको मान्छे हो। यहाँ पनि अब राम्रै ठिकै छ अहिलेसम्म। तर नेपाल चाहिँ एकदमै धेरै अब अट्याचमेन्ट छ क्या नेपालमा, त्यो माया छ होइन। अब नेपालमा धेरै पनि 2-3 वर्षपछि गइन्छ त्यहाँ त्यो पाइला टेक्दा पनि यति धेरै त्यो माटोको पनि त्यति धेरै माया लाग्छ क्या। त्यो सम्पूर्ण आशा चाहिँ मलाई जहाँसम्म लाग्छ राष्ट्रिय स्वतन्त्र पार्टी एउटा हरेक कुरामा देश विदेश बुझेको जानेको पढे लेखेको व्यक्तिहरू भएको कारणले चाहिँ यसले लिड गर्न सक्छ जस्तो लाग्छ। र मेरो नै जिज्ञासा छ। धन्यवाद। धन्यवाद साथीले।
त्यसै गरी मैले यो पटकको लागि अन्तिम प्रश्न लिएँ, त्यसपछि हामी उत्तरमा जान्छौँ। प्रेम परिया दाईलाई मैले यो पटक लिएँ। सम्पूर्णमा नमस्ते। यो अन्तर्क्रिया तथा भेटघाट कार्यक्रमका प्रमुख अतिथि लगायत प्रवासी नेपाली सम्पर्क विभागका अध्यक्ष लगायत सम्पूर्ण कार्य समितिका साथीहरू जसले हामीलाई यो अवसर प्रदान गर्ने एउटा चाहिँ अवसर दिनुभयो। मेरो दुईवटा प्रश्न छ। एउटा प्रश्न हामी प्रवासमा रहेका सम्पूर्ण नेपालीहरूलाई समेटेको एउटै मात्रै संस्था गैर आवासीय नेपाली संस्था हो, जसभित्र अहिले झन्डै देशको 30% झन्डै 90 लाख मान्छेहरू बाहिर छन्। त्यसलाई चाहिँ हामीले आशा र भरोसा गरेको कुरा के भन्दाखेरि अहिले भर्खरै यहाँ म एउटा सानो उदाहरण दिउँ। हामी प्रवासमा त छौँ तर हाम्रो मन नेपालमा छ। भर्खरै हामीले यहाँ खाजा गऱ्यौँ, हामीले बर्गर र पिज्जा खाएनौँ। यहाँ हामीले नेपाली स्वादको समोसा र आलु नेपाली तरकारी हो। त्यही मात्र प्रमाणित हुन्छ कि हामीहरू देशप्रति कति चाहिँ उत्तरदायी छौँ भन्ने कुरा पनि यहाँबाट प्रष्ट हुनसक्छ। त्यस कारणले मैले आशा राखेको विषय र हामीले भर्खरै अब यो उदाउँदै गरेको पार्टी भन्छु म, त्यसभित्र पनि असाध्यै आशा र भरोसा गरेको एउटा व्यक्तित्व हुनुहुन्छ। आज हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय सदस्यको एउटा चाहिँ सांसद। हामी थुप्रै आशा र भरोसा गरेका छौँ तपाईँकै कारण र भर्खरै उदाउँदै गरेको यो पार्टीमा आबद्ध भएका नयाँ युवाहरूको जोस जाँगरले आज हाम्रो यो हल यहाँ फुल भएको छ र कयौँ आज साथीहरूले आशा पनि गरेका छन् तपाईँप्रति। र म एउटै मात्र प्रश्न के गर्न चाहन्छु भनेदेखि हामी नेपाल फर्कने वातावरण भनेकै एउटा दोहोरो नेपाली नागरिकताको विषय हो, जसले दोहोरो नेपाली नागरिकता झन्डै 2 वर्ष 3 वर्ष पहिले यो प्रतिनिधि सभामा पारित त भयो, तर कार्यान्वयन पक्ष भनेको 0 छ। त्यसको प्रत्यक्ष असर म परेको छु र म आफूले भएका कुरा हो। दोहोरो नेपाली नागरिकता दिने भनेर त भनियो, तर सम्बन्धित निकायहरू हुन्छन् नि, त्यो निकायहरूमा कुनै पनि नियमावली दस्तावेजहरू चाहिँ केही पनि छैन भनेपछि म एउटा नेपाली हुँ, मैले यहाँ कमाएको सिप आर्थिक नेपालमा प्रयोग गर्न चाहन्छु र म त्यो सम्बन्धित निकायमा गएर चाहिँ दर्ता गर्छु भने त्यहाँ कुनै पनि उल्लेख छैन। सबै नेताहरूले भन्छन् कि हामी तपाईँहरूलाई दोहोरो नागरिकता दिलाउँछौँ, तर त्यो मौखिक एउटा चाहिँ भाषणमा सीमित हुन्छ, आश्वासन दिएर गइन्छ, त्यसपछि कार्यान्वयनमा 0। तैपनि हामी चाहिँ नेपालप्रतिको आशा र विश्वास गर्न छाडेका छैनौँ, जसले नेपाली नागरिकताको विषयमा दोहोरो नागरिकता विषयमा पटक पटक चाहिँ नेपाली नागरिकता चाहिन्छ वा गैर आवासीय नेपाली नागरिकता दिनुपर्छ भनेर चाहिँ गैर आवासीय नेपाली लागिरहेको छ। त्यसमा पनि निकै प्रतिस्पर्धाहरू भइरहन्छन्। हरेक पार्टीहरूका बिचमा आपसी सद्भाव समन्वय भएर त्यसलाई कार्यान्वयनप्रति होइन कि त्यसलाई चाहिँ कुन पार्टीले उठाएको छ त्यसलाई कसरी निकाल्ने कसरी थुत्ने भनेर चाहिँ कुन पार्टीले जस पाउने भनेर चाहिँ लागिरहेको देखिन्छ। त्यो कुनै कार्यान्वयन भएको छैन। एउटा त्यो भयो। अर्को कुरा आज भर्खरै प्रकाशित भएको तपाईँहरूको यो राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा चाहिँ नि विस्तारित बैठक गरेको रहेछ। त्यसमा चाहिँ झन्डै 25 देखि 40 वर्ष उमेरका ल 27% समानुपातिकमा दिने भन्ने कुरा छ। झन्डै 33% जस्तो 25 देखि 40 की उमेरका सबै प्रदेशमा लाग्नुभएको छ। त यसमा तपाईँहरूको राष्ट्रिय नीति वा तपाईँहरूको पार्टीगत नीतिहरू के छ र हामीले आशा र भरोसा गर्ने कारण के हुन सक्छन् थोरै आफ्नो पोइन्ट वाइज चाहिँ दिनु होला भन्ने आशा राख्दै मेरो भनाइ यही राख्छु। धन्यवाद प्रेम भाइ। असाध्यै व्यवहारिक प्रश्न थियो। म सोधेको विकास सञ्चालक हस्, धन्यवाद। एकदमै महत्त्वपूर्ण प्रश्नहरू आयो। म लहरै जान्छु, तर म अलिकति तपाईँहरूको प्रश्नबाट यो सिधै उत्तरमा जानुभन्दा अगाडि थोरै अलिकति हाम्रो देशको तथ्याङ्कको बारेमा पनि तपाईँहरूसँग म अलिकति साझा गरौँ भन्ने लाग्यो मलाई। नेपालमा यो चाहिँ अब 2023-24 को डेटा हो। अब अहिले हामी 25-26 आसपासमा छौँ। अब त्यो डेटामा थोरै प्लस माइनस हुन सक्छ।
अहिले हाम्रो नेपालको जिडिपीको सबैभन्दा ठुलो हिस्सा चाहिँ हाम्रो रेमिटेन्सले गर्छ। 22 देखि 24% अथवा भनौँ 25%सम्म हाम्रो रेमिटेन्सले चाहिँ धानेको छ हाम्रो जिडिपीको। अनि त्यस्तै गरी हाम्रो एग्रिकल्चरमा चाहिँ 60% वर्कफोर्स हाम्रो एग्रिकल्चरमै हो, कृषिमै हो। तर अब त्यसले हाम्रो एग्रिकल्चरले दिने कन्ट्रिब्युसन भनेको जिडिपीलाई जम्मा 24% छ। अनि अब इन्डस्ट्रीहरूको 14% भन्दा लेस छ कन्ट्रिब्युसन जिडिपीमा। अनि त्यसपछि हाम्रो आजको दिनमा व्यापार घाटा भनेको $12 बिलियन छ वार्षिक रूपमा व्यापार घाटा। यो व्यापार घाटाले